सबैले नारायण है नारायण हो सबैले जय होस् नारायण होस् बाबुलाई तपाईलाई भेट्नलाई आउनु भएको उहाँ सहरबाट राजधानीबाट काठमाडौँबाट आएको हजुरलाई भेट्नलाई हामीले हजुरलाई भिडियोमा मात्रै देखेका थियौँ अनि आज चाहिँ गरै भेटौँ भनेर आएको ए जाउँ त घर ल जाउँ लानु हुन्न होला लानी र आमा लानी र एकछिन हाम्रो आराम भन्नु ए दाइ त्यो नभन्नु पाउन भयो एकछिन त्यो त नचाहिँदो कुरा के अरे ल तपाईँलाई भेट्न आउनु भएको सबै दाईहरू मेरो दाईहरू के ल आउनुहोस् बिस्तारै माम खानुभयो आज के हो आज के हो आज पनातिर के खाएको खुवाउनु भयो कति खुवाउनु भयो हो एक मानु खुवाउनु भयो ल आउनु आउनु एक मानु खायो हो पनातिर आज भात खाने ओ नानी दिदीलाई बोलाउ त युनिका युनिका गुरुबा नारा भुजा यहाँ दाईहरू आउनु भएको छ एकछिन 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 मैले रामगढ दाईहरू आउनु भएको भन्नु न के छ अनि भनेपछि मलाई पुरै प्र्याङ्क गरिदिने म लिस्ट पठाइरहेको छु यार तपाईँबाट थियो औषधि हजुर कहाँ थियो बुढा ढाँटुवा यार यहाँ हस्पिटलमा फोन गरेँ मैले त्यहाँ दाई आउनु भएको छ पठाइदियो भनेको भाइ बिहान पाटन गएको गेनी सोध्नु त हो कान्छो हो त्यो दिँदैन रहेछन् त्यो दिँदैन रहेछ थ्याङ्क यू सो मच मेरो घरमा टेकिदिनु भएको छ दाईलाई फेरि पनि वेलकम धेरै धेरै भाउजूलाई लिएर आउनु भयो भने छ ठिक छ तपाईँ आइदिनु मलाई भाउजूलाई सम्झे जस्तो मेरो भाइ एक्लै आएको छ अर्कोचोटि बुहारी लिएर आउनुहोस् मेरो आदरणीय सरको पाइलाहरू सधैँभरि मेरो घरमा टेकिरहन् र यहाँ भोलि आउने दाई आज आइपुग्नु भएछ तपाईँ अब चाँडै नै इभी गाडीमा चढेर पठाइदिन्छु फर्स्ट टाइम आउनु भयो फर्स्ट टाइम कस्तो लाग्यो दाई यहाँ फर्स्ट टाइम यो बजार छ नि यो बजार भन्दा यता फर्स्ट टाइम गुरुकुलमा पहिले कान्छी हजुर त्यहाँदेखि यताको फर्स्ट टाइम हो कताबाट गुरुकुल छ नि त्यहाँ यो बजारदेखि त माथि हजुर वेद विद्याश्रम हो त्यहाँ आउनु भएको थियो हामीले एउटा प्रोग्राम गर्न आएको थियौँ पछाडि चाहिँ पहिलोचोटि अनि दाई तपाईँ मलाई ढाँट्नमा माहिर हुनुहुँदो रहेछ तपाईँ मलाई लास्टै ल्याङ गरिदिनु जहिले पनि के चिज गर्ने यो बुढाले यो बुढाको फोन आयो के चिज आज के हान्छु भन्ने थियो हस्पिटलको यहाँ भ्या छैन कागज खोजेर पठाएको छु हेर्नु अब मैले त अब आमालाई भित्र टाढै भयो होला भनेर ल फाइनल्ली वेलकम छ ल आउनु 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 मेरो प्रश्न नै छ कागज के कागज छ छैन कागज आमालाई सोध्नु आमालाई सोध्नु फेरि खेदिन्छु फेरि दाइको घर मैले पुरै खिचिदिएँ बाइकै बाइक रहेछ दाइ आउँछु नारायण 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 मेरो दिदी ल ल आज नातिलाई आज खाना खुवाउने ल आउनु ल बिस्तारै के छ बिन्चु ठिक छ ल वेलकम छ ल यता आइसु ओ युनिका आऊ ओ माई गॉड सरप्राइज यार अर्को सरप्राइज दिनुभयो यार यामा वेलकम छ है बाबु मान्छे त यार भाउजू आउँदैन भने हाउ सरप्राइज के हो म वाट जी चलो वेलकम ह्यान्डसेक एउटा उपर गयो वाउ वेलकम दिदी ओ सानो मान्छे ल हेर त बाबु यो बुढा मलाई यार ढाँट्ने ओ युनिका कस्तो मेरो बुवा होइन दाइलाई थाहा छैन नि त म जेठो कि बुवा जेठो होला ल भन्नु त म जेठो कि बुवा जेठो
ल भनिछ त समय छ त भन्नै पर्दैन को जेठो मलाई जेठो भनिदिएर हैरान पार्दिनु हजुर गाडी छ टक्क होइन बुवा चिल्लो गाला यताउति अनि बाको भन्दा मेरो पहिला खबर खुलेको तपाईँ कति वर्ष हुँदा बुवा जन्मिनु भयो त जेठो भाजी त होइन क्वेसन अत्यन्तै राम्रो छ एउटा गीत गाइदिनुहोस् भन्थ्यो ऋषि दाइले मैले पनि त्यो भन्नु पाइन्छ कान्छो मेरो ऊ रामकर दाईको भाइ नमस्कार त भयो भएन ल अब ओके 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 यहाँ आइसक्नु भयो यहाँ हाम्रो हिरो आएछ त है हिरो केटो आएछ त यहाँ लगाइदियो ल मेरो दिदीहरूलाई एकदमै नमस्कार छ सुस्वागतम छ डल्लु नातिलाई भात खुवाउनु भयो है खुवाउनु भयो ल यहाँ सबैजना भेट्न आउनु भएको छ आशीर्वाद दिनु ल जय होस् सबैलाई